घुस कति खाइयो सर? छैन सर। घुस कति खाइयो? 20,000? छैन सर। 20,000 खानुभयो? कति माग्नुभयो घुस? मागेको होइन सर। ठेकदारसँग कति माग्नुभयो घुस? मागेको होइन सर। अमृत सर घुस कति माग्नुभयो ठेकदारसँग? मागेको होइन सर। 4 जनालाई 20,000 को दरले, 3 जना इन्जिनियर, 1 जना वडाध्यक्ष, 3 जना इन्जिनियर र 1 जना वडाध्यक्षलाई 20,000 को दरले र 20,000 चाहिँ उहाँको दाइले दिइसक्नुभयो तपाईँलाई। उहाँले आफै गर्नुभएको सर। के आफै गर्नुभएको? के आफै गर्नुभएको? उहाँले हजुर आफै मागेर एक सेकेन्ड तपाईँलाई बोलाउँछु म। उहाँले आफै दिनुभयो हो? आफै दिनुभयो हो? होइन दिनुभएको छैन। लिएकै छैन सर। उहाँको दाइले दिनुभयो हो? लिएकै छैन सर। 20,000 आफै लिनुभयो हो? दिनुभयो हो उहाँको दाइले? त्यो चाहिँ उहाँको दाइले चाहिँ आफै दिनुभएको सर। उहाँको दाइले आफै दिनुभयो। ल उहाँको दाइले आफै दिनुभयो। मैले केही पनि गरेको छैन। तपाईँले केही पनि गर्नुभएको छैन। उहाँको दाइले आफै दिनुभयो 20,000 हो? तपाईँले 20,000 को दरले 4 जनालाई 80,000 रुपियाँ लाग्छ भनेर घुस माग्नुभयो हो? होइन सर। अब रेकर्ड सुनाऊ, प्रमाण सुनाऊ। इन्जिनियरहरूलाई भाग पुर्याउनु पर्छ, 3 जना इन्जिनियर छौँ भनेर डिल गर्ने, त्यो बोलेको तपाईँ होइन? त्यो बोलेको तपाईँ होइन? सुनिसक्नु भएको छ नि तपाईँले? सुनिसक्नु भएको छ? पठाइसक्नु भएको छ? मैले पठाइदिइसकेको छु। ए सुन्नु पर्दैन? कन्ठै छ? छैन। जे थाहा छ तपाईँलाई? मैले होइन सर त्यो चाहिँ